गेसी भएको मतलब के हो यसको अब व्याख्या गर्न गइरहेको छु। गेसी कतिवटा छ 2-4वटा जम्मा अनि नाग्य त्यसै गरेर कार्य दिउँसो भने खाद्य अन्तिम अथवा रात परिसपछि गर्ने चाहिँ मध्य भनेर 4वटा छ। यी 4वटा गेसीको मध्ये अनि पहिलो नाग्यको बारेमा थोरै तपाईँ समाचार हिजो सुरुवातमा गरेको छु। त्यो सबै अब माझी लागिरोमाले भनेअनुसार त्यो परम्परालाई धेरै महत्त्वपूर्ण हो भनेर हिजो बताएँ। 6वटा अनि उदाहरणको रूपमा आकाश जस्तो हो अथवा अब अमृत जस्तो हो, सिंह जस्तो हो अथवा राम्रो छरितो भएको घोडा जस्तो हो। त्यस्तो गरेर विभिन्न उदाहरण सहित मैले तपाईँ समाचार गर्दैछु। त्यसै गरेर माझी लागिरोमाले त्यो मध्ये त्यो गेसी भन्ने कस्तो हो भनेर उहाँले यसको व्याख्या गर्नुभएको छ। जसमा माझी लागिरोमाले गर्नुभयो अनुसार चाहिँ त्यो भने चाहिँ धेरै महत्त्वपूर्ण हो है। अनि माझी लागिरोमा जो 1200 वर्ष जति अगाडि टिबेटमा जन्म लिनुभयो, धेरै ज्ञानको शिक्षा दिनुभयो, सबै उहाँ अनि अब बुझ्नुभयो र उहाँ चाहिँ अङ्ग्रेजी हुनुभयो। वास्तवमा चोक भन्ने परम्परा चाहिँ त्यस्तो रहेछ भनेर उहाँले बुझेर मोस गएर उहाँले लेख्नुभयो। त्यही परम्पराद्वारा आज हामी के गर्छौँ भने सबैले यो ठाउँमा त्यो परम्परा सुरुवाती माझी लागिरोमा नभएको भए त्यो परम्परा अहिलेसम्म हामीले सुन्नु पाउँदैन होला, त्यसको अभ्यास गर्ने अवसर हामी पाउँदैन होला। त्यसैले माझी लागिरोमाको ठुलो योगदान छ, उहाँको ठुलो गुण छ। उहाँले के भन्नुहोस् भने त्यो नम्बै गोजेले त्यो भने चाहिँ जो मान्छेले त्यो गर्छ त्यो अब आकाशदेखि प्राणीको निम्ति जो आकाश हामीले सुनेको त्यो भोट गर्नुको निम्ति त्यो गर्छ, त्यो अभ्यास गर्छ। त्यो अभ्यास गर्ने कर्ताहरू, त्यो अभ्यास गर्ने व्यक्तिहरू कस्तो हो भने चाहिँ पोवाको दामी आज हामीले मान्छे मरिसकेपछि सङ्क्रान्ति अर्थात् पोवा भने हामीले अभ्यास गर्छौँ, पोवा गर्ने गर्छौँ नि। त्यो मान्छे मरिसकेपछि कुनै लासको अगाडि प्राण बोलाएर अनि पोवा अनि विधिवत रूपमा पोवा विधि अथवा त्यसको साँच्चीकै अब नियमअनुसार गुरु अबसँग सबै गुरुहरू बोलाएर गर्ने पोवा छन्। पोवा जस्तो 100औं पोवा भने माथिल्लो स्थान चाहिँ त्यो हो भन्नुभएको रहेछ माझी लागिरोमाले। त्यहाँ के भन्छ त्यो नम्बै गोजेले पोवा ल्याइ गर्दा मिस। अब त्यो परम्परा चाहिँ 100औं पोवा भने माथिल्लो स्थान हो। किनभने पोवा गुरु ल्याएर अनि यहाँ अब यस्तो सम्झिनु उस्तो सम्झिनु भन्दै गऱ्यो। त्योले चाहिँ अब स्वयं सुनेर बोल हुने अब स्वयं अनि अब वास्तवमा नभएको यो सबै पूर्वजहरूको काम वासना गर्नु रिस राग मोह ईर्ष्याको कारणले आज यो समय यो शरीर भएको मात्र हो। वास्तवमा म काहीँ छैन भने बुझाउनु सफल शिक्षा चाहिँ के हो भने त्यो हो अरे। त्यसो भने त्योको कारण त्यो भएर चाहिँ अहमता नसकाने हो। जस्तै माझी लागिरोमा अरू पनि भन्छ तोक्चे दुता थोङ्गे दु निम्जे घाटो दुता निम्जे दु हेयाङ निम्जे दु भनेर भन्नुभएको छ। मतलब के रहेछ त भने अब यो 4वटा चाहिँ शत्रु अथवा 4वटा राक्षसले हाम्रै बाधा पुऱ्याउँछ अरे। हामी बुद्ध हुनुमा, हामी बोधी सत्ता हुनुमा त्यो बाधा पुऱ्याउने 4वटा तत्त्व के हो भने तोक्चे दु अरे। तोक्चे भन्नु सक्दा त्यसलाई के भन्छ भने छुएर हामीले दुःख कष्ट दिने अनि राक्षस छ अरे, सिङ्गो छ अथवा अनि अब त्यसलाई चाहिँ अब मार छ अरे दु भन्छ। त्यो तोक्चे दु जो जसले हामीलाई यसो छुएर हामी नक्साने बाधा अवरोध पुऱ्याउँछ भने त्यो सबैलाई हामीले के भन्छ भने तोक्चे दु भन्छ। एउटा बाधा अथवा हामीलाई हानि नक्साने पुऱ्याउने चाहिँ तक्मे दु भन्छ अरे। तक्मे भने चाहिँ कहीँ कहीँबाट पनि छुँदैन, यो शरीरमा अनि रगत निकाल्दैन, यसमा अब बाधा अवरोध घाउ आउँदैन, तर हामीलाई दुखिरहेको छ अनि कष्ट भइरहेको छ। जस्तै अदृश्य शक्तिहरूले राक्षसहरूले अथवा राक्षसनीहरूले हामीलाई दुःख कष्ट दिएको हुन्छ भने अब त्यो चाहिँ तक्मे दु हो अरे। 2टा तक्मे दु तक्मे दु। एउटा चाहिँ गाडो दु भन्छ अरे। गाडो गाडो भन्छ यही खुसी हो मलाई जस्तो छोरा, मलाई जस्तो छोरी, मलाई जस्तो श्रीमती, मलाई जस्तो श्रीमान, मलाई जस्तो घर, मेरो जस्तो अब यो के भन्छ और
त्यो शक्ति भनौँ त्यो उपाधि भनौँ त्यसमा हामी धेरै अनि रमायो धेरै खुसी भयो अनि त्यो पनि के हुन्छ एउटा अनि भाषा नै हो त्यसरी हामीलाई हामी नक्सा नै पुऱ्याउँछ गाटो डुबो भन्छ धेरै गाटो गर्नु नै हुँदैन धेरै खुसी अरू गर्नु पनि हुँदैन खुसी भएर हाँस्दै मरेको जस्तै आज राम्रो छ भने भोलि नभएको जस्तो इत्यादि भएको हुनाले अनि गाटो डुबो त्यो गाटो डुबो गर्ने तिनवटा छ अब अर्को चाहिँ भने चाहिँ के हो त भने हो हामीमा आज भएको जति पनि यो के भन्छ घमण्ड अथवा अहङ्कार म भन्ने एउटा त्यो शब्द छ नि अब म भएको हुनाले मेरो भएको हुनाले त्यो सबैको इच्छा आकाङ्क्षा पुऱ्याउन त्यसलाई खुसी आनन्द सन्तुष्टि खुवाउनुको लागि चाहिँ हामीले पाप कार्यहरू अकुशल कर्महरू गर्नुभयो त्यसको लागि नियमचे धुप भनेर एउटा चाडहरू छ घरको पहिला तक्चे धुप छुएको कारणले धुवा पाइयो भने जस्तै अब हतियारहरू शत्रुहरू अथवा अहिले हामीसँग अब पैसा चोर्नु लागि अब डाकुहरू अथवा चोर डकैतीहरू इत्यादिको कारणले अथवा आगो पानी हावा होइन इत्यादिको माटोको कारणले अथवा कहीँ कतै ठोकेर अथवा कहीँ छुएर दुःख भने पास्टरलाई तक्चे धुप तपाईँ भने नछुइकन नै दुःख कष्ट हुने हुन्छ नि जस्तै कोही मान्छे अब मर्यो भन्छ मनमा छुएर त्यसले कारणले नै साँच्चीकै यहाँ घाउ निस्केको छैन कहीँ कतै हानि नोक्सानी पुऱ्याएको छैन तर मनमा अनि पुरा पिर लागेर दुःख कष्ट सहनु पर्ने बाध्यता आउँछ नि बाउमा मरेको जस्तो आफन्त भिजेको जस्तो अथवा आफूसँग सम्बन्धित अब छोराछोरी त्यहाँ दुःख बिमार भएको जस्तो कहीँ हामीलाई यो छुएको छैन नभए पनि हामीलाई दुःख भइरहेको छ मैले भन्नु खोजेको के भन्ने दुःख शीत भनेर चाहिँ सूत्रमा अनि थाइपो दुध पुङ्गै दुध अब यो पुङ्गै दुध थाइपो दुध अनि यमुको दुध अनि इत्यादि भन्छ भने अब तन्त्र अनुसार अथवा नाकमा चाहिँ के भने ओ तोक्चे दुध तोमे दुध नियमले दुध घरमै दुध भन्नुहुन्छ त्यो माथि पनि अब घाटो दुध भने चाहिँ धेरै खुसी भएर त्यसले पनि हामी बाधा अवरोध पुऱ्याएर चाहिँ हामीले ध्यान गर्ने सुवर्ण अवसरहरू त्यसले छिनाउँछ त्यसले हामीले बाधा पुऱ्याउँछ धेरै खुसी हुँदैन भन्ने कुराहरू छ अनि अन्तिममा नियमचे धुप यो तिनवटा तक्चे तमे अनि घाटो धुप तिनैवटा केमा अनि पर्ने छ भने हो नियमचे धुपमा अनि सीमित छ अरे नियमचे धुप भन्दा ठुलो अरू सादा छैन नियमचेहरू चाहिँ अहङ्कार भनेको घमण्ड भनेको अहङ्कार भनेको म जस्तो कोही छैन भने म केटा म जस्तो कोही म केटी म जस्तो कोही छैन भने त्यो अथवा मलाई पैसाको हिसाबले म सबभन्दा गर्ने ज्ञानको हिसाबले म सबभन्दा अब विद्या भएको मान्छे ज्ञानी अथवा धेरै मात्रै शिक्षित हो भनेर घमण्ड इत्यादि जति पनि नियमचे धुपले गरेको हो त्यही नियमचे धुप चाहिँ हटाउन सक्यो भने हामी मुक्त हुन सक्छ त्यही कारणले अनि अब माझी लागिडोमाले यो जी छ तक्चे दुध तमे दुध नियमचे दुध गाटो दुध छ त्यो भित्र सबभन्दा अनि खतरनाक भनौँ सबभन्दा महत्त्वपूर्ण चाहिँ नियमचे दुध हो त्यसलाई त्याग्न सक्यो भने चाहिँ अरू सबै सजिलोसँग हामीले त्याग्न सकेछ आज हामीले भने यो त्यो परम्परा पनि त्यो भनेर अहङ्कारलाई त्याग्नको लागि भएको हुनाले उहाँले चाहिँ के बोल्नु रहेछ भने ओ त्यो नामकै बोजेले ओवा दिएको दामिस ओवा सयौं ओवा सिकेर अभ्यास गरेको भन्दा पनि धेरै अनि अब नियम के भन्छ ध्यान गुण पाउनु भयो अथवा शिक्षा दीक्षा पाउनुको लागि अथवा शक्ति पाउनुको लागि अनि आनन्दपन सदृश्य पाउनुको लागि चाहिँ महत्त्वपूर्ण धर्म के हो भने त्यो हो भनेर अनि आफ्नो मान्छे लागि ढोकाले भन्नुभयो त्यसले त्यो नम्बर बोजेले ओवा दिएको दामिस त्यसै गरेर कुसुललाई सोसा गएको दामी आयो कुसुलु आज हामीले देशीको गरेर भने देशीको समयमा त पैसा आनासुकी खर्च गर्नु पर्दैन रहेछ आफ्नो शरीरको रगत मासु पनि निकाल्नु पनि पर्दैन रहेछ तर पनि हामी धेरै पुण्य लाभ गर्न सकिन्छ धेरै पुण्य वृद्धि हुन्छ पुण्य पुनः हुन्छ भने हिजो भने नि देशी गरेको कारणले देशीको सबभन्दा अग्रिम गर्नुपर्ने त्यो मुन्डो गरिसकेपछि साँच्चीकै त्यहाँबाट रङ्गु छोड्नु सिक्यो पूजाले भने नाके टक्क सिधेर नमन्छ नन्थे भिलेज भनेर पुरा त्यसको अन्तिम भागमा टक्क पऱ्यो भने चाहिँ
हो त्यसले धेरै पुण्य लाभ हुन्छ भने यो अनि परम्परा चाहिँ के भन्छ त भने पुसुलु भन्छ। पुसुलु जो मान्छेलाई पैसा छैन, दान छैन, केही पनि नभएको मान्छेले एकान्तमा बसेर आफ्नो मनले, आफ्नो यो सोच विचारले, आफ्नो अब यो दिमागले गर्नु अथवा आफ्नो मनले धेरै वृद्धि गरेर चाहिँ अनि यसो गरेर चलाउन सक्यो भने पनि धेरै लाभ हुन्छ भन्नुभयो कि पुण्य लाभ हुन्छ। त्यस कारण यहाँ के रहेछ कुसुली सोसाले सोसा यही त मिस हामी बुम्सक भनेर लाख पूजा गर्छौँ भने त्यो बुम्सक भन्दा पनि धेरै चाहिँ अनि यो कुसुलुको सोसा भनेको हो। कुसुलुको सोसा भने चाहिँ घेसी भयो भने चाहिँ धेरै पुण्य लाभ हुन्छ भनेको छ। त्यसैले कुसुलुले सोसाले अनि सोसा यही त मिस सयौं थरीको अनि पूजा गरेको भन्दा पनि अनि पुसुलु भएको माध्यमबाट चाहिँ हामीले घेसी गर्नु सक्यो भने, घेसीको अभ्यास गर्न सक्यो भने घेसीलाई चाहिँ श्रद्धा भक्तिपूर्वक अथवा नियमपूर्वक हामीले त्यसको चाहिँ अब पाठ गर्न सक्यो भने चाहिँ सयौं पूजा पाठ गरेको भने लाखौं पूजा पाठ गरेको भन्दा पनि यसमा चाहिँ धेरै अनि अमृत छ, प्रसाद छ, असीमत छ अथवा शक्ति छ भन्नु खोजिरहेछ। माझी लगिडोमाको अनि अब बुखार बिन्दुबाट अथवा उहाँले लेखेको रचना भोगोको यो शब्दले साकार गरेर मैले तपाईँहरू समक्ष पुऱ्याउँदैछु। कुसुलुले सोसाले सोसा केही गर्दा नि हाले त्यस्तै गरेर अनि के रहेछ भने न्यामलेन करके मार्गे थिए हो तोल्नु केही गर्दा मिस न्यामलेन भने चाहिँ अभ्यासकर्ता जो मान्छेले अभ्यास गर्छ के को अभ्यास भने कार्यको पूजा गरेर, नाग्यको पूजा गरेर, ठाकिएको पूजा गरेर अथवा मार्गेको पूजा गरेर अथवा यो साधना गरेर यो अभ्यास गरेर हामीले साँच्चीकै त्यो केन्द्रित रूपको त्यो चारवटा पाउनाहरूलाई आह्वान गरेर चाहिँ यो अब घेसी गर्न सक्यो भने चाहिँ त्यो कस्तो हो भने चाहिँ तोल्नो घेतो जमिन तोल्नो भने चाहिँ अनि यो विभिन्न अब सुन चाँदी हिरा मोतीहरू चाहिँ अनि सयौं अब देशमा गएर चाहिँ अनि बाँडफाँड गरेर चाहिँ उनीहरूले खुसी पारेको भन्दा पनि धेरै पुण्य र धेरै अब ज्ञानको शिक्षा दिशा अथवा असीमा चाहिँ यो गरेर पाउँछ भन्नु गइरहेछ। त्यस कारण यहाँ ज्ञानले तर्के मार्के तोल्म गएको त मेरो तोल्म भने चाहिँ अरूलाई दिएर खुसी पार्नु, आफूसँग भएको पैसा श्री सम्पत्तिहरू अरूलाई दिएर खुसी सयौं देशमा सयौं ठाउँमा चाहिँ आफूसँग भएको धन सम्पत्ति जो गाई गोरु गर्ने अब घर जग्गा भए पनि सुनचाँदी हिरावती भए पनि पैसा भए पनि अथवा के छ स्याउ छ कि लुगो छ कि यसबाट सयौं ठाउँमा गएर विभिन्न त्यसो दान दक्षिणा गरेको भन्दा पनि धेरै पुण्य लाभ हुन्छ। के गरेर पुण्य लाभ हुन्छ भने घेसी गऱ्यो भने पुण्य लाभ हुन्छ भनेर माझी लगिडोमाको अनि के भन्छ सिद्धान्तहरू माझी लगिडोमाले लेख्नु भएको त्यो शब्दहरू उच्चारण गरिरहेको छु। त्यही जस्तै गरेर अनि पोको स्याकेर ठाकेर घेस रिब्लो घेको दमी अब रिब्लो घेको दमी अब यो म यतिमा राख्छु। पोको स्याकेर ठाकेर भने चाहिँ के भने अब यो आफ्नो शरीरमा भएको अनि एक थोपा रगत ननिकाले पनि सानो एक चिम्टी एउटा मासु ननिकालेर पनि हामीले सोच र विचार चाहिँ महान सोच हुनु पर्यो। त्यो सोचमा के हो भने म भित्र भएको रगत र मासु तपाईँहरूलाई चढाएँ, तपाईँहरूलाई मैले अनि समर्पण गरेँ, अब तपाईँहरूलाई मैले दिएँ, तपाईँलाई मैले अब छाडेँ भने जस्तो त्यसो त्यागको भावना छ भने चाहिँ के हुँदछ धेरै पुण्य लाभ हुन्छ अरे। रिब्रो यही त दामी अरे रिब्रो भने चाहिँ हामीले पुरिन गर्छौँ नि हाम्रो घरभित्र धेरै बाधा अदुर भयो भने डोल छोप ग्याप्सी पूजा जस्तो अथवा त्यहाँ अब दमन गराउने जस्तो झ्याकुम्ब गराउने जस्तो ढोकासन गराउने जस्तो अथवा सोह्र ठेली 3 ठेली घिची पराउने जस्तो इत्यादि हामीले कहिले पराउने त्यो सबै के को लागि रहेछ भने रिब्रो हो, पुरिम हो त्यसो हुँदैन। अनि सयौं पुरिम भएको भन्दा नि धेरै पुण्य चाहिँ केबाट लाभ हुन्छ भने घेसीबाट लाभ हुन्छ। घेसी गर्ने क्रममा चाहिँ हामीले मसँग गएको यो रगत मासु हड्डी जिउचाको गएको सबै श्री सम्पत्ति तपाईँलाई मैले अर्पण गरेँ, तपाईँ मैले चढाएँ भनेर चाहिँ त्यस्तो सोच अब त्यो त्यागको भावना छ भने धेरै पुण्य लाभ हुन्छ। माझी लगिडोमाको शब्द
त्यही तपाईँहरूसँगमा चाहिँ राखेँ यो भन्दा पनि हो त्यो गरेर धेरै महत्त्वपूर्ण रहेछ न यो त त्यसको गहन हामीले यसको अभ्यास गऱ्यो भने त त्यसले धेरै पुण्य लाभ हुँदो रहेछ दशहरा अर्थ रहेछ आज हाम्रो घरमा पुरिम किन गर्छ त भने त्यहाँ चाहिँ अब दैविक शक्तिको बास बसोस् त्यहाँ चाहिँ नराम्रो कुविचारहरू भयो अथवा कुदृष्टिहरूको त्यहाँबाट नाश होस् इत्यादिहरूले त्यहाँ पुरिम भयो भने अथवा इच्छा आकाङ्क्षा सबै पुरा होस् भनेर पुरिम गर्छ भने यो जस्तो पुरिम चाहिँ सयौँ पुरिम गरेको भन्दा बढी चाहिँ गेसी गऱ्यो भने होइन धेरै दिन पुण्य पुरिम गरेको जस्तो हुन्छ सयौँ पुरिम भन्दा पनि माथिल्लो सयौँ देशमा सयौँ थरीको दर्शकले अनि अरूलाई दान दियो भने माथि अब धेरै पुण्य लाभ हुने एउटै मात्र माग रहेछ गेसी हो भनेर चाहिँ अनि माथि लाग्यो भनेर भन्नुभएको छ त्यही चाहिँ गेसीमा फेरि आज हामी नाट्यमा पुगेको छ नाट्यमा नै यहाँ यसमा अरू कोही नसकेर आफ्नो यो शरीरभित्रबाट आफ्नो प्राण भनौँ आत्मा भनौँ हंस भनौँ चेतना भनौँ अथवा नम्से भनौँ जे भने पनि यहाँबाट निकालेर तोमा नामको रूप धारण गर्नुभयो अब स्वयं यो शरीर के भयो भने अनि लासमा परिणत भयो टेम्पो भयो यो शरीर टेम्पो अथवा लासमा परिणत भएको यो चाहिँ निर्जीव भयो त्यही शरीर चाहिँ यो संसारमा कति जुनिलिएको यी जुनिलिएका सबै शरीर चाहिँ यहाँ भराको महसुस गर्दै त्यो भित्र भएको सबै नराम्रो अथवा अशुद्धपनहरू फोहोरपनहरू सबै नष्ट गरेर चाहिँ अनि ओमावरीको मन्त्रले अनि यो 10 दिशाको बुद्ध बोधिसत्वहरूको अथवा गुरुदेवा ढाकिनी त्रिकाया देवी अथवा त्रिरत्न बुद्ध र बोधिसत्व सबैको असीमा चाहिँ यो मासुमा पस्नु साथमा त्यो मासु चाहिँ के भयो अमृतमा परिणत भयो त्यो मासु चाहिँ के भयो प्रसवमा परिणत भयो त्यो त के भयो प्रसवतीले सालीले भयो भनेर चाहिँ हामीले त्यतिमा परिणत गर्ने कार्यसँग चाहिँ हामीले सकिसकेको छ हो त्यही मासु चाहिँ अब बाहिर देखिँदैन कालो देखिँदा पनि भित्री रूपमा पुरा रस भएको भित्री रूपमा धेरै अमृत भएको शक्ति भएको धेरै त्यो खान सक्न कहिले पनि त्यसको स्वाद नबिर्सिने एकचोटि खायो भने हजारौँ जुनेसम्म खानै नपर्ने त्यो खाइसकेपछि सबै तिनीहरूको पाप मात्र नष्ट नगरेर आज ज्ञान पनि वृद्धि हुने त्यस्तो खाना अथवा त्यस्तो पिउनमा पदार्थमा अनि पनिर भएको महसुस गर्नु पर्यो अनि त्यही यो प्रसव भने पनि यो अमृत भयो भने हो त्यो चाहिँ अनि हामीले पढाइदिनु भने हो आएर यो नाकेको समयमा चाहिँ हामीसँग अनि रिससँग सम्बन्धित देवी र अब राक्षसहरू राग भने द्वक्षसँग सम्बन्धित अनि अब लाभाटीहरू अनि टिमुक भने चाहिँ आज्ञा हो आज्ञासँग सम्बन्धित अनि यो के भन्छ ताराटे अर्थात् देवता र अनि असुरहरू राक्षसहरू सबैलाई आह्वान गरेर नै हामीले उहाँहरूले दिइसकेपछि के हुँदछ भने हाम्रो शरीरको सबै अशुद्धपन चाहिँ सबै शुद्धमा परिणत हुँदछ अथवा लौकिकको सोचहरू सबै अलौकिकमा परिवर्तन हुँदो रहेछ त्यसको निम्ति चाहिँ गेसीमा चाहिँ पहिलो नाके भन्नुपर्नेछ नाक भनेदेखि कालोपन अथवा कालो चिज कालो अन्य साधन कालो वस्तु अथवा कालो खाना घे भने चाहिँ चढाउनु अथवा दिनु अथवा भोज जस्तो अथवा कोही मान्छे पाउन आएपछि उहाँले चाहिँ खाना भोज पाउने जस्तो गरेर चाहिँ हो माथिल्लो स्तरमा भने चढाउने तल्लो स्तरमा भने दिने माथिल्लो स्तरमा छोपा तल्लो स्तरमा जिम्मा अनि छोपा र जिम्मा गर्नु निम्ति हामी यहाँ त्यसको लागि यहाँ जब गएको छौँ र आज यहाँबाट अब नापिएको अनि आधा सिधेर अब यहाँबाट आधा दिन यहाँबाट सुरु गर्छु अब यहाँ फ्याट भयो अब यसमा सबै हाम्रो सबै जुनीको शरीरभित्र भएका सबै कुकरमा नाश भएर अशुद्ध सबै शुद्ध भएर प्रसवमा परिणत भएको त्यो शरीर चाहिँ आफ्नो हंस ठोमा नामले त्यसलाई चाहिँ दिए चाहिँ चढाएको त्यो चाहिँ अनि सबैले सेवन गरेको सोच विचार राख्नु पर्यो अनि मात्र हामी साँच्चीकै बेसी गऱ्यो भने अर्थपूर्ण हुँदछ त्यसो गऱ्यो भने त पुरी भने धेरै अनि गाउँमा परेको पोवा धेरै गरेको भने सयौँ पोवा भयो भने यसको महत्त्व बढी यसको अब के भन्छ
फल बढी, परिणाम बढी अथवा त्यसको अनि शक्ति बढी भनौँ भन्दा के भन्दा नियमको तप गऱ्यो भने त त्यस्तो अनि फलहरू पनि परिणाम पनि हामी पाउन सक्छ। अब यहाँबाट प्याट अनि तीनचोटि गर्ने क्रममा हामीसँग सम्बन्धित सबै पाहुनाहरूलाई अनि आह्वान गरेको शब्द पनि हो। त्यस परिस्थितिपछि लुदन ग्याल्बोबाट सुरु भयो। तपाईँहरू समस्या कस्तो छ भने यहाँबाट पढ्नुहोस्। लुदन ग्याल्बो फकी घोजेनला अरे लुदन भने चाहिँ अब नाक, लु भने नाक हो, दोन भने ग्रह, नाकसँग नाकको ग्रहहरू अनि ग्याल्बो भने चाहिँ अब सम्राट अब राजा हो। फकी घोजेन भने अनि सुँगुर भनौँ, अब यहाँ चाहिँ सुँगुर भन्न छ बारहा भन्छ। बारहा भने चाहिँ अब सुँगुरलाई अब उसको नाम हो। अनि बारहा भनेको अनि टौलो भएको उहाँको शिर चाहिँ के छ भने बारहाको चाहिँ शिर छ अरे लुदुनी ग्याल्बो फकी घोजेन। अनि त्यो बारहा अथवा सुँगुरको टौलो भएको अनि यो प्राणी भनौँ अथवा देउता र राक्षसहरू छ नि हो, त्यो चाहिँ त्यसको चाहिँ वरिपरि चाहिँ कति चाहिँ प्राणीहरू छ भने तिमुर भेट्नु खाने खोजेको सुन्नु आज्ञातासँग सम्बन्धित, मोहसँग सम्बन्धित अनि मोहबाट उत्पन्न भएको था डे आयो तिमुर ल्याउँछौँ। ता डे ता भने देउता हो, डे भने चाहिँ असुर हो अथवा दैत्यहरू हो अथवा योलाई हो राक्षसहरू हो। सबैले अनि घेरेको छ, कोही कोरो छ, तिमुरले गरेको हो। अब यो चाहिँ लुदन ग्याल्बो कतिको तिमुरले गरेको चाहिँ दोचाक सेदाङ तिमु पगिने दोचा सेदाङ तिमु पगिने भनेर हामीले भन्छौँ नि हो। त्यो दोचाक सेदाङ तिमुबाट तिमु भने आज्ञा हो, मोह हो। त्यो मोहसँग सम्बन्धित जति पनि देवी देउताहरू छ, जति पनि राक्षसहरू छ, सबै यहाँ त्यहाँनिर उपस्थित भएको सोच्नु पर्यो। अनि त्यो अब आज्ञाताको अथवा मोहको राजा चाहिँ कस्तो रूप धारण गरेछ भने अनि भाइको रूप टौलो गरेको अथवा शरीरमा चाहिँ यो सबै ठोमा नाक्नु जस्तै गरेर चाहिँ उहाँको यो टौगा चाहिँ भाइको टौलो गरेको सम्झिनुपर्छ अरे तिमीले देखाएको सेदन ग्याल्बो ढुकी दोजेला सेदनले ढुकी जुमोको सेदन भने रिस हो अथवा देश हो। अब रिस राख मोहा भन्छ नि रिसको अनि अब राजा चाहिँ कसको अब टौगा शिर लिएर भएको छ भने चाहिँ यहाँनिर नाक अथवा डुल्कीको चाहिँ डुल भने सर्पको अनि शिर भएको एउटा राक्षस रूपी सर्पटो भएको छ डुल्की त हुन्छ। सेदनले चाहिँ ढुकी जुमोको जो देश भनौँ अथवा रिससँग सम्बन्धित जति पनि दैवी शक्ति भएका अनि देउता अथवा असुरहरू छ सबैले घिरिरहेको छ भनेर सम्झिनु पर्यो। दुईटा हो। अब तेस्रो चाहिँ दोचाक मोदन चाहिँ दोजेला छ। दोचाक भने काम राग अथवा इच्छा आकांक्षा चाहना दोचाक छापा क्षमा भन्छौँ नि यो सबै एउटै हो। अनि दोचाक भने चाहिँ हामीसँग छ कि छैन छ, सबैमा दोष हुन्छ। केटाकेटीको दोष हुन्छ, धन सम्बन्धीको दोष हुन्छ, यहाँ अब जस्तै खाना किन जाँदा टमाटरको दोष होला, लुगाको दोष होला, आसनको दोष होला, गाडीको दोष होला, साइकलको दोष होला, अब फोनहरूको मोबाइलको इत्यादि जति पनि दोष छ नि चाहना इच्छा आकांक्षाहरू छ नि हो त्यो भएको कारणले हामी धर्ममा अनि निष्पक्ष रूपमा साधन गर्न नसकेको हो। त्यसको कारणले हामीले बाधा अवरोध पुगेको हो। त्यसले हामीले छेकेको हो। त्यो कारण दोषसँग सम्बन्धित अनि दोषको रानी अथवा को छ भने यो चाहिँ चा अथवा चराको टाउको गरेको अनि झै गोजेन छ। यो झै गोजेन चराको टाउको गरेको शिर गरेको र त्यो अब मोहसँग अथवा रागसँग चाहनासँग दोषसँग सम्बन्धित जति पनि दैविक शक्ति अथवा देवी देउताहरू छ सबैले घेरिएको छ भनेर सम्झिनुपर्छ अरे। यो दोषा सेवा तिमुको अनि देवी देउताहरू सबै हामीले यहाँ एकछिन भए पनि सम्झिनु पर्यो। अब एउटा नाम्य कुरामा आफै त मरिसकेको कल्पना गर्नु पर्यो नि आफै ठाउँमा नाम हो त्यहाँ परिनु भएको छ। आफ्नो शरीर यहाँ प्रसादमा परिनु भएको छ। त्यो प्रसादमा परिरहेको भएकोहरू चाहिँ कसलाई दिने कसलाई चलाउने कोही दोषाको देउताहरूलाई, सेनाको देउतालाई, तिमुको देउतालाई अथवा रिसको देउतालाई, देउताको परिवारलाई, राग अथवा दोषाको देउताको परिवारलाई मोह तिमुसँग सम्बन्धित देउताको परिवार अथवा
राक्षसको परिवार सबैलाई आह्वान गरेर दिनुपर्ने चिज त्यहाँ रहेछ। त्यस कारण अब बजेटमा पनि भेटिएमा ढेउहरू छन्। अनि चौथो चाहिँ के रहेछ भने कतिको उमेर चाहिँ नाममा छ कतिको उमेर पर ध्याय पर भने लोक हो ध्याय भने परलोक हो। लोक र परलोक सबै अनि अब निर्माण गर्न सक्ने त्यस्तो क्षमता र शक्ति भएको देवीको नाम चाहिँ के भन्छ भने रेमाती भन्छ। रेमाती चाहिँ कस्तो छ भने काली अथवा कालो भन्ने रूप धारण गरेको छ। रेमाती नाम छ। त्यो पनि ठुलो भयङ्कर डरलाग्दो रूप धारण गरेको छ। त्यो रेमाती अनि अब को सबै परिवारहरूको लागि पनि हामीले आह्वान गर्नुपर्छ।